हेलो गाइज, ल आज शनिबारको दिन हामी यहाँ छौँ। राहुल दाइ हुनुहुन्छ अन फ्रेम। स्ट्याटिक ब्यालेन्स सिक्ने रे दाइले। ल फेरि पनि स्ट्याटिक ब्यालेन्स सिकाउँदैछु गाइज। ल दाइ ट्राई गर्नु सुरुमा ट्राई गर्नु आफैले। म हेलमेट लाएर आउँछु, मेरो मुख नजाउँ। थ्योरिटिकली चाहिँ थाहा भएको, प्र्याक्टिकली चाहिँ इम्प्लिमेन्टै गर्न नसक्ने। जस्तै अब एक राउन्ड त त्यसलाई यस्तो गर्नु। अब एक त्यो अगाडिको बिस्तारै तपाईँले सुरुमा यहाँ टेक्ने होइन, यहाँ टेकेपछि बाइकमा प्रेसर पर्छ नि, प्रेसर पर्ने बिस्तारै चाक्रे उठाउँदै आउनु। यो हात यो ह्यान्डलमा प्रेसर पनि लाउनु। तपाईँको आफै ब्यालेन्स आफूलाई थाहा हुनुपर्छ क्या ब्यालेन्स पर्छ त्यो कुरा। सो हेलो गाइज, आज पनि हामी स्ट्याटिक ब्यालेन्स सिक्दैछौँ। राहुललाई सिक्ने रे, त्यही भएर हामी अब दाइलाई ब्यालेन्सै आएन, अब हामी गर्दैछौँ। ल स्टार्ट गर्दैछौँ। तपाईँ अलिअलि नलेज त होला नि त है, किनभने हामीले पहिला पनि गरिरहेको छौँ। जस्तै तपाईँको अब तपाईँ कुन साइड कम्फोर्टेबल हुन्छ, लेफ्ट साइड राइट साइड होइन। जस्तै तपाईँले अहिले लेफ्ट साइड गर्नुभयो, लेफ्ट साइड गर्नुभएपछि तपाईँले अब राइट साइडको फुट पेकमा प्रेसर लाउनु पऱ्यो, च्यापेर हो। त्यस्तै गरी अब त्यो ह्यान्डलमा पनि तपाईँले त्यही अनुसार प्रेसर लाउनु पऱ्यो। अनि तपाईँको बडी ब्यालेन्स तपाईँको यसले तपाईँले यस्तो चाहिँ गर्नु भएन क्या, बाइक चाहिँ सँगै हुनु पऱ्यो सकेसम्म है। ट्राई गर्नु एकचोटि च्यापेर, किन अहिले पनि हाम्रो यो सर्फेस पनि एकदम उयो छ, हामीले गाडेको छैनौँ, त्यही भएर चाहिँ अलिक गाह्रो चाहिँ हुनसक्छ। ट्राई यतापट्टि प्रेसर लाउनु पर्छ तपाईँले। अब राइट हो, ह्यान्डलमा पनि प्रेसर लाउनु, यस हो। ल यही नै हो चार, बुझ्दै हुनुहुन्छ त्यो। तपाईँले ब्यालेन्स पोइन्ट आफै बुझ्नुहुन्छ, त्यो ब्यालेन्स पोइन्ट तपाईँले थाहा पाएपछि तपाईँलाई जिउलाई पनि धेरै प्रेसर पर्दैन क्या हो। सम काइन्ड अफ एकदम अलिकति। अब यो सहिलो बनाउनलाई चाहिँ तपाईँले अलिकति गाड्नु भयो भने चाहिँ झन् सहिलो हुन्छ क्या। अलिकति गाड्नु त हो। अब 2-3 चोटि ल अब एकचोटि फेरि गर्नु। ल अब एकचोटि गर्नु। त्यो फर्स्ट स्टेप चाहिँ यो हो ल साथीहरू। यो भयो भने चाहिँ तपाईँलाई फर्स्टमा सिक्नलाई चाहिँ एकदम सजिलो हुन्छ क्या, किनभने हल्का सपोर्ट पाउँछ त्यसले, त्यही भएर सजिलो हुन्छ। ल अब ट्राई गर्नु त है, अब सकिन्छ। त्यो गाड्यो लेफ्ट साइडमा हुन्छ भइसकेपछि अब राइटको फुटमा प्रेस लाउनु पऱ्यो, जस्तै यस्तै भयो हो। ल सकेसम्म जिउलाई अलिकति माथि ल्याउनु त हो, जिउलाई यस हो। मुखमा पनि एक्सप्रेसन हाल्नु पऱ्यो क्या, त्यो मुखको हो मुखमा पनि एक्सप्रेसन हाल्नु पऱ्यो हो। कहिले क्या मजाले गर्दै हुनुहुन्छ। ठिक छ आउनुहोस् है। ट्राई गर्छु होइन, यो कम्प्रेस यता अलिकति छोड्नु, खुट्टै नछोडेर त कहाँ हुन्छ। क्या मजाले गर्दै यो अटाउनु पऱ्यो क्या यसले, तान्ने क्या यो यसले ठ्याक्कै कोचमा त लागे जस्तो भयो क्या यो। बाइक न्युट्रलमा छ, न्युट्रलमा चाहिँ नहाल्नु है बाइक कहिले पनि। यो चाहिँ गेयरमा हाल्नुपर्छ बाइक। सुरु गर्दाखेरि जस्तै मैले भने अब मलाई लेफ्टमा कम्फर्टेबल अलिकति आउँछ है। जस्तै मलाई लेफ्टमा कम्फर्टेबल लाग्छ, म लेफ्टमा ह्यान्डल गरिसकेपछि म राइटलाई प्रेस गर्छु क्या, अपोजिटलाई प्रेस गर्छु हो। हल्का मलाई ब्रेक पनि चाहिन्छ, सक्नु अलिकति कम्प्रेस गर्ने। मेरो चाहिँ अलिकति टाइट भएर गाह्रो छ है। यस्तो गर्ने तपाईँले यो खुट्टालाई टिक्दाखेरि तपाईँलाई ब्यालेन्स फिल हुन्छ क्या। त्यसरी यो यसरी सट्टै छोड्नुभन्दा पनि यसलाई बिस्तारै छोड्ने हो क्या हातमा। जस्तै यो भयो त्यो खुट्टाले ढगाल्ने क्या तपाईँ, बुझ्यो? यो त टाइट हुन्छ कि र धक्की यसले क्या के। ल अब तपाईँलाई ब्यालेन्स पोइन्ट थाहा भएपछि तपाईँलाई खासमा जिउलाई प्रेसरै पर्दैन क्या, यत्तिकै बस्ने हो क्या। ल खुट्टाको
तपाईँलाई थाहा पाएपछि अलिकति सजिलो हुन्छ क्या बुझ्नुभयो यस्तो आयो है सरी गाइस मैले अलिक गाइस सो यसरी नै गर्नुपर्दो रहेछ मैले बुझिसकेँ है थ्याङ्क यू सो मच अब यता ट्राई गर्यो